नमस्कार, म तोलाकान्त भण्डारी अर्जुन। मेरो घर पाल्पा हो। विकासमा विश्वास छ, क्रान्तिमा संकल्प छ। जहाँ वर्तमान छ, भविष्य र इतिहास त्यहाँ छ। त्यो हो एक मात्र पार्टी। 2007 सालमा जहानिया राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना, 2015 सालमा आम नेपाली आमाको छोरा प्रधानमन्त्री पहिलो पटक, यसै गरी 2036 सालमा जनमत संग्रह, 2046 सालमा पञ्चायतको अन्त्य गरी पूर्ण प्रजातन्त्रको स्थापना, 2063 सालमा लोकतन्त्रको स्थापना, यसै गरी 2072 सालमा विभिन्न राजनीतिक पार्टीहरूले गर्न नसकेको कार्य विभिन्न प्रधानमन्त्री बनेर कम्युनिस्टको शासनमा बन्न नसकेको संविधान जारी भएको थियो 2072 सालमा। माओवादीको जनयुद्धमा देशको हावामा बारुदका धुवाहरू उडेका थिए। यतै रगत बगेको थियो, उतै रगत बगेको थियो। 17,000 जनको हत्या भइसकेको थियो। सो अवस्थामा युग पुरुष तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले शान्ति सम्झौता गरेर देशलाई एउटा निकास र शान्तिको मार्गमा हिँडाल्नु भएको थियो। यदि त्यो शान्ति सम्झौता हुन्थेन भने सायद तपाईँ हामी आज यो धरतीमा हुन्थ्यौँ वा हुँदैनथ्यौँ। यो सब परिवर्तन मात्र नेपाली काङ्ग्रेस पार्टीले ल्याएको हो। यदि तपाईँहरू पनि देशको समृद्धि, उन्नति, प्रगति चाहनुहुन्छ भने नेपाली काङ्ग्रेसलाई रुख चिन्हमा मतदान गरी सम्पूर्ण नेपाली काङ्ग्रेसका उम्मेदवारहरूलाई विजय गराउन विनम्र अनुरोध गर्दछु।